हेलो गाइज वेलकम ब्लगमा धेरै पछि मोटे दाइले बाइक चलाउँदै हुनुहुन्थ्यो यता कान्छो होइन जानियो हामी जानियो कता हो हामी म्याङ्गो ट्री जाने भनेर ओहो ल ल ल पैसा लिएर निस्को जानु है डाङ्गे हजार दुईटाले हामी चाहिँ जान्छ अब सुरजलाई रेडी हुने भने हम सुरजलाई रेडी भएर अनि जाने भन्छौँ ल ल ल भेटौँ ल उतै सुरजलाई लिनेतिर होइन कान्छी नै आउँछ भ्लगमा अब यो सानो छोरो यो ठुलो यो मोटे दाइ हामी जाँदैछौँ होइन गाइस हामी यहाँ माथिपट्टि आयो अब सर जाने हो मोटे दाइ यहाँ हुनुहुन्छ गएन अहिले त म अब हेर सिधा लगाउँछु सिधा लगाउँछ सिधा लगाउँछु सुरज दादा आउनुभयो अब जाने हो सुरज दादा हिँड जाऊँ चल कहाँबाट जाने हो जाऊँ ल बर्थडे हुनुहुन्छ होइन धेरै पछि भ्लग हाल्नु पऱ्यो नि अब यसो गएको होइन के भयो यहाँ त पटाका फोडेको यहाँ त के हो धुवा भयो पहिला यहाँ छिर्ने हो त्यो हो ए ल होइन म त गएन है गाइस सुरज दादा जानु भयो अरे हाम्रो दादा त्यस्तै नभए त अलि माथि गएर भेटौँ ल गाइस ल गाइस हामी यता आइसक्यो होइन उता दिपाङ तल छ त्यहाँनिर देखिन्छ होइन सुरज म दिपाङ तल होइन सबले देखिरहेको त्यहाँ माथि मेरो गाउँ हो यता उतापट्टि मेघनस्थल मेङ्गो ट्री जानु लाग्यो बाटो हो हिमालले सही देखिरह टल्के घोडा कस्तो रहेछ नि के भयो मोटे दाइ फ्ल्यास गर्नु छ अब छ मस्त नयाँ टायर हो आजको स्पोन्सर चाहिँ मोटे दाइ भन्नु पर्दा भनिदिउँ न ए यता दिपाङ ताल है यो आउनु लाग्यो अरे धेरै टाढा त रहन्छ हेरिङ भइन्छ धेरै टाढा छैन के अरे
सिरमडी गेटबाट छिरेसी होइन खै आइहाल्यो त यही हो ठ्याक्क म्याङ्गो ट्री रेस्टुरेन्ट ए ड्याममा लाग्यो नम्बर नै रहेछ सुरज दादा म त यहाँ नि आएको थिएन त यार ठिक रहेछ जो त्यति उस्तो होइन रुमहरू नि पाइन्छ है 800 सुरज दादालाई हारेको आउनुपर्छ लजाएर खान चाहिँ किन हो यस्तो मान्छे लजाएर आज बन्दीपुर जाँदा है खतरा भएको मान्छे यस्तो हाले होइन खाजा आयो अझै आउँदैछ ठिक्क देख्यो अरू के पाउँछ यहाँभन्दा डिफ्रेन्ट गाइस रात पर्यो बस्दा बस्दा है टन्नै बसियो टन्नै बसियो सनराइज हेर्ने हो कि अब के हेर्ने हो बजारमा त लबैले देख्यो धमिरो धमिरो दादा राइडर अब कति बज्यो अब तिमी घरै जाने त होला ल अलि जान्छ मोटो दाइ हिँड्यो स्न्याप चलिरहेको त स्न्याप रे स्न्यापमा झ्याउ लाग्ने देख्यो मेरोमा गऱ्यो मेरोमा ल बाई बाई गाइस अब अर्को टिकी आम्ला अरू पकोट देख्यो यस्तो छ बाटो चाहिँ होइन ल ग्लास पालेर यो अमरको नाम दियो भने चिकन पाइन्छ यो सुरज दादा गड्डा गर दादा अगाडि गइसक्यो अब कच्ची रोड भयो होइन यता यस्तो छ कच्ची रोड अब ठ्याक्क कहाँनेरिबाट छिर्यो भन्दा देखाउँछु है त म ल उता गएर यहाँ चाहिँ दुईतिर जाने बाटो भयो यताबाट चाहिँ सिरमडी गेटबाट आउने
यता चाहिँ यो ठ्याक्क दिपाङपाल यो त मन्दिर जाने के मन्दिर रे के हो मन्दिर फायरफोरको मन्दिर भनौँ न दिपाङपाल दार्जिलिङ बाटोको बिचमा छ हामी चाहिँ फर्किँदै बिल चाहिँ ठिकै आयो महँगो छैन ट्र्याक्टर झिलिङ यहाँ पराल त राखिसकेको छन् मोटर बाइक रिमोट कन्ट्रोल स्कुटर चलाए जस्तो देखियो है मोटर बाइकलाई यो गेट छ कि ठ्याक्क यो ठुलो गेटबाट छिरेपछि ठ्याक्कै आइपुग्छ सुरतको घर आयो सुरत जान्छन् मोटे दाइकोमा तेल हाल्ने रे होइन तेल हालेर नि चल्दैछ घरतिर मेरो सिटेज निकाल मोटे दाइ गएर आउँछ हामी यहीँ बसौँ एकछिन मोटे दाइ गएर आउँछ ल सुरजको घरनेरि बाटो बन्द गाइस सुरत होइन मोटे दाइ मोटे दाइ अनि घरको भेटौँला मोटे दाइ आयो मोटे दाइ नै आयो होइन हामी चल्दैछ आनन्दल जाने अब यसो बनाइदिनु बाई बाई गाइस सुरजको मन्दिर आयो घर आयो कान्छो यहाँ छ स्कुटर त्यहाँ छ मोर दाइको घर आएको होइन यसो दाइले पटका सब पड्काउनु त भन्नुहुन्थ्यो अर्को बेला पड्काइदिउँ पटका पड्काउँदा हेरौँ ल यसो दादाको स्कुटर फेरि यहाँ छ लभली Makan lagi. Itu yang itu.